हेलो हेलो आज चाहिँ तपाईँहरूलाई मैले चाहिँ यो फुल ट्रायल कोर्स चाहिँ कसरी गर्ने भनेर देखाउँदैछु है। यो वहाँ जुन हामी सुरुमा आउँदा चाहिँ जहिले पनि मजाले इजी तालले आउने, वात्तै नआउने, बिस्तारै आउने। बाहिरको पोल हेर्ने तपाईँहरूले, बाहिरको पोल हेरे नि भयो र सेन्टरको मिरर हेर्न सक्नुहुन्छ भने सेन्टरको टक्क यता जता राइट काटिन्छ त्यतैको मिरर हेर्ने, अनि तपाईँले भित्रका जोगाउन सक्नुहुन्छ है। अनि मेन कुरो चाहिँ धेरै बाहिर नजाने, हामी धेरै बाहिर गयो भने चाहिँ बाहिरको रेखा छोइन्छ। आनन्दले भित्रको त्यो अब लेफ्ट काट्दाखेरि लेफ्टको मिरर मजाले यो जुन मिरर जान्छ यो मिरर हेरेर मजाले आउने। यो अनि यो त्यो मिरर हेरेपछि तपाईँले बिचको धर्का चाहिँ मजाले देख्नुहुन्छ मिररमा है। आनन्दले आउने, नडराइकन इजी तालले आउने। सेन्टरमा आउँदा चाहिँ तपाईँले ठ्याक्कै सेन्टर पोइन्टको हुन्छ नि यो पोल्नेर जाने गाडी है, यसरी हो। अनि त्यो सेन्टरको पोइन्ट जोगिन्छ मजाले, यत्तिकै धेरै नआत्तिकन एकदम त्यो स्टियरिङ चाहिँ मजाले तपाईँले चाहिँ स्टेबल राख्नुपर्छ, घुमाइ गर्नु हुँदैन। हजुरको गाडी चाहिँ मजाले घुमिरहेछ भनेदेखि नछोइकन घुमेको छ भने मजाले स्टियरिङ चाहिँ मजाले गर्ने हो। त्यसपछि हल्का तपाईँ मैले भने नि यहाँ यो पोलतिर यो गाडी यसरी आएपछि ठ्याक्क लाने हो। अब उहाँ चाहिँ बाहिर निस्किनुहुन्छ, 1.5 गर्ने हो भने 8 चाहिँ 1.5। अब उहाँ ब्रेकरमा जानुहुन्छ, ब्रेकरमा पनि जाँदाखेरि हामीले क्लच र एक्सिलेटर चाहिँ ठिक्कको रेन्जमा राख्ने। एक नासले बग्ने गाडी, एक नासले सुई सुई बग्ने। जान्नेलाई चाहिँ रोकेर लगाइने भयो, हामी नजान्नेलाई चाहिँ सिकारुलाई चाहिँ हामीले चाहिँ एक नासको जाने भनेर सिकाउँछ है। भनेको एउटै फ्लोमा हुनु पर्यो। अनि ठ्याक्कै लास्टको पोल कट्ने बित्तिकै लाइट बाल्नुपर्छ है, उहाँले बाल्नु भयो नि हो। अनि यहाँ ठ्याक्कै आउने, यहाँ लाइट बल्यो भने यहाँनिर लाइट बल्छ, लाइट चेक गर्ने, यदि बोलासँग रोक्नु पर्यो है। अनि यहाँ उकालो जाँदा नि बिस्तारै सार्प छ हाम्रो यहाँ चाहिँ, तर उहाँ चाहिँ यस्तो सार्प हुँदैन, टायर सेन्टरमा इजी हुन्छ। अब आनन्दले अब यहाँ पुलिसले जा भने चाहिँ तपाईँ ठ्याक्क जाने। अनि तल पनि ठ्याक्कै मजाले ओह्रालोमा पनि मजाले तपाईँहरूलाई पुलिसले जा नभने नजानुहोस् है, फेरि कुद्दै जानु होला, फेरि फेल हुनु होला। ल अब म एलमा जाँदा हुनुहुन्छ, उकालो ओह्रालो पनि भयो, ठ्याक्कै अगाडिको धर्का छुनु भएन। यसरी अगाडिको धर्का छोयो भने फेल हुन्छ। अब एलमा जाँदाखेरि जहिले पनि हामी राइट चापेर जाने है, राइट चाप्दै जाने। हजुरले यताको लेफ्ट चाप्नु भयो भने पहिल्यै उहाँ यताको यो जुन छ यो पोइन्ट छ, यो पोइन्ट यो छुन सक्छ, त्यही भएर यता राइट चापेर जानुपर्छ ल एलमा हो। अनि सिधा हामीले जहिले पनि यो साइडमा चाहिँ उहाँले जसरी उहाँ लेफ्ट चाप्नु भएको छ नि त होइन, लेफ्टतिर चापेर जानुभयो भने चाहिँ मजाले गाडी सिधा यत्तिको हुन्छ। अझ पनि हजुरले तपाईँहरूले चाहिँ योभन्दा पनि लेफ्ट चाप्नु सक्नुहुन्छ है। अब यहाँ हाम्रो स्ट्रक्चर चाहिँ सिपालु हुनुहुन्छ नि, उहाँले सेन्टरमा गए पनि मजाले ल्याउनुहुन्छ। नयाँको लागि चाहिँ मेन चाहिँ हामीले चाहिँ जहिले पनि यता यो लेफ्टतिर चाप्नुपर्छ गाडी, यहाँ चाहिँ ठ्याक्क रोकेर आउनु पाइन्छ क्या। उहाँ त अब हाम्रो प्रोफेसनल ड्राइभर हुनुहुन्छ, त्यही भएर चाहिँ सर्लक्क नरोकिकन आउनुभयो। तपाईँहरूले चाहिँ मजाले रोकी हेरेर आउनु पाउनुहुन्छ है। ल कहीँ छोएको छैन है। ल फाइनल टेस्टको लागि चाहिँ इजी तालले यसरी नै गर्ने, यता नि छोएको छैन, उता नि छोएको छैन। ल ट्रायल भनेर यसरी दिने इजी तालले, यता नजिक भने के भएन, छोएको छैन नि त होइन। ल धन्यवाद।